विदेशी बुहारी, विदेशीको एजेन्ट, विदेशी नागरिकता, बहुविवाह गरेकी। गजब बेइज्जती है। हु आर यू? रवि लामिछानेले ल्याएको 11 लाख समथिङ हजार भोट र रवि लामिछानेले बनाएको पार्टीमा रवि लामिछानेलाई छोड भन्ने तिमी को? गुड क्वेश्चन। म देशको नागरिक। क्या बोला तूने? रवि लामिछाने नभइदिएको भए, रासोपा नभइदिएको भए, समानुपातिकबाट सांसद र मन्त्री नबनाइदिए भए तिम्रो हैसियत के हो? देश फेरि बोस्टन कन्सल्टिङ ग्रुप पनि जान्न, भागेर फेरि अमेरिका पनि जान्न। तपाईलाई त विदेशबाट आएकी विदेशी बुहारी हैन, या विदेशीको एजेन्ट, विदेशी नागरिकता, बहुविवाह गरेकी भन्न बाँकी केही छैन नि त। ये तो धोती खोल रहा है। यतिको इच्छा शक्ति भएको सुमनाले त्यो रासोपामा भएको व्यथिति सुधार्न नसकेर भाग्ने तपाईँ भगौडा हो, तपाईँ हुतियारा हो। फंस गया। तपाईको मन बालन शाहको अभियानमा थियो, ज्यान वनस्थलीको रासोपा कार्यालयमा थियो। विदेशी बुहारी, विदेशीको एजेन्ट, विदेशी नागरिकता, बहुविवाह गरेकी। गजब बेइज्जती है। हु आर यू? रवि लामिछानेले ल्याएको 11 लाख समथिङ हजार भोट र रवि लामिछानेले बनाएको पार्टीमा रवि लामिछानेलाई छोड भन्ने तिमी को? गुड क्वेश्चन। म देशको नागरिक। क्या बोला तूने? रवि लामिछाने नभइदिएको भए, रासोपा नभइदिएको भए, समानुपातिकबाट सांसद र मन्त्री नबनाइदिए भए तिम्रो हैसियत के हो? देश फेरि बोस्टन कन्सल्टिङ ग्रुप पनि जान्न, भागेर फेरि अमेरिका पनि जान्न। तपाईलाई त विदेशबाट आएकी विदेशी बुहारी हैन, या विदेशीको एजेन्ट, विदेशी नागरिकता, बहुविवाह गरेकी भन्न बाँकी केही छैन नि त। ये तो धोती खोल रहा है। यतिको इच्छा शक्ति भएको सुमनाले त्यो रासोपामा भएको व्यथिति सुधार्न नसकेर भाग्ने तपाईँ भगौडा हो, तपाईँ हुतियारा हो। फंस गया। तपाईको मन बालन शाहको अभियानमा थियो, ज्यान वनस्थलीको रासोपा कार्यालयमा थियो।